घर जानुपर्छ होला यार, स्कुल पनि छुट्टी हुने भएछ। फेरि म त अरू मान्छेसँग घर गऱ्यो भने मलाई त मार्छ। आज जाउँ, फेरि भोलि बस्नुपर्छ नि। ल ल, तर भोलि चाहिँ तैँले पैसा लिएर आइज नि फेरि। आजसम्म हाम्रो पालो, भोलिदेखि तेरो। ल ल, म कोसिस गर्छु नि। कहाँ कोसिस गर्छु भनेर हुन्छ, त्यहाँ जसरी भने लिएर आइज नि फेरि। मेरो घरमा त लाज गरेको छ क्या, पैसै छैन भन्छ नि। कसकोमा आउने पैसा छ भन्छौ? अलिअलि लुगा राखेकै हुन्छ नि, सेक्रिनी गरेर ले न। ल ल धेरै सिका, पढाइको सामान किन्नु पर्छ भने लिएर आउँछु। म त 100 रुपियाँ भन्ने सामान 300 रुपियाँ पर्छ भने लिएर आउनु। पढाइको सामान किन्नु पर्छ भने त आकाश मेरो विश्वास गर्छ हौ। यो अन्त तरिका साथी। अभिले बाबाबाट पैसा झार्न अनेक बहाना बाजेर छ। बाबा बाबा भन्न। सरले भन्नुभएको स्कुलको प्रोजेक्टको सामान किन्नु पर्ने अरे, त्यसको लागि पैसा चाहिएको छ। कस्तो सामान हो? हाम्रो स्कुलको प्रोजेक्टको सामान हो। तपाईँ बुझ्नुहुन्न, कस्तो भन्नु त। अनि कति पर्छ त? 1000 रुपियाँ मात्र। ल 1000 रुपियाँ पर्ने चाहिँ के किन्नु लागेछ फेरि? तपाईँ कति ल्याङल्याङ गर्नु भएको? जब त्यति कुरामा हो नि, दिनुभयो दिनु, नदिनु भयो। झन् स्कुलको प्रोजेक्टको सामान किन्नु पनि भन्छु, के सोध्छ। होइन, कस्तो कुरा गरेको? के मैले दिन्न भनेको छु र? तर 1000 रुपियाँ पर्ने सामान पो के रहेछ भनेर। आजकल तेरो बोलीचाली बानी बेर त्यति ठिक लागेको छैन है। म विचार मात्रै गर्दैछु। मैले के भनेर? जाबेसको लागि 1000 मागेको, कति न लाखौँ मागे जस्तो। ओहो, जब 1000 रुपियाँ रे?